सभामुख महोदय, प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र हुन्छ, तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ। चिया पसलको गफ र संसदको अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्रीजीले जब कुनै दाबी गर्नुहुन्छ त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ। तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ, तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन। सम्माननीय अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दाबी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपिल गर्दछु। सम्माननीय सभामुख महोदय, यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ। प्रजातन्त्रमा विश्वासको आधार सत्य हो र सत्यको आधार तथ्याङ्क हो। त्यसैले प्रधानमन्त्रीलाई तथ्य बिना संसदमा बोलिएका शब्दहरू संसदको रेकर्डबाट हटाउनका लागि म संसद मार्फत सम्माननीय सभामुखज्यूलाई अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन। सम्माननीय सभामुख, यो देशको प्रधानमन्त्रीले, देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा राखेको विषयवस्तु यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट प्रधानमन्त्रीको हिजो बोलिएको कुरा, नेपालले भारतको सीमा मेचिएको कुरा यदि प्रमाण छ भने पेश गरौँ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म अपिल गर्छु। सम्माननीय सभामुखज्यूलाई निवेदन पनि गर्छु। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। माननीय सदस्य इन्दिरा राणा मगर। सम्माननीय सभामुख महोदय, माननीय माननीय सदस्य, अर्थमन्त्रीबाट प्रस्तुत बजेटमा विद्युत उपयोगमा 5%। माननीय सदस्य एकैछिन पख्नुहोस्। माननीय सदस्य निष्कल राईलाई म समय दिन्छु। छोटकरीमा आफ्नो कुरा भन्नुहोस् अनि माननीय सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, आज यो गरिमामय संसदमा उभिँदा मेरो शिर निहुरेको महसुस भएको छ। हिजो मात्र यो गरिमामय सदनको रोस्टममा उभिएर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन, करिब 3 करोड आम नेपाली नागरिकको शिर निहुरिरहेको हुनुपर्छ। सभामुख महोदय, रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका माननीयज्यूहरूले बरबर ताली पड्काउनु भएको। उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सर्वोच्च संसदको रोस्टममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ, सँगै हाम्रो माग पनि छ। फेरि उहाँ यही सर्वोच्च सम्पन्न संसदको रोस्टममा उभिनुपर्छ। नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो, एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। सभामुख महोदय, हामीलाई हिसाब चाहिन्छ। यो राष्ट्रिय स्वाभिमानको विषय, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने? प्रधानमन्त्री अभिव्यक्ति बचाउन, प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ, परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो। सभामुख महोदय, यसमा हाम्रो प्रश्न कुरा छ, रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दाबीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ? सभामुख महोदय, के स्वार्थ पुरा गर्न खोज्दै हुनुहुन्छ? यसको जवाफ हामीलाई सम्मानित प्रधानमन्त्रीज्यूले रोस्टमबाट दिनुपर्छ, अनि मात्र सदनमा हामी सहकार्य गर्न सक्छौँ। हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको दावा करेक्सन नभएसम्म हामी सभामुख
ज्यू मार्फत भन्न चाहन्छौँ हामी अगाडि समन्वय गर्न सक्दैनौँ। त्यसैले सम्माननीय सभामुख मार्फत रुलिङ होस्। सभामुख महोदय, प्रधानमन्त्री ज्यूको अभिव्यक्ति इतिहासमै लज्जाबोध गराउने र अपरिपक्व हो। मेरो सत्ता पक्षको मान्यज्यूहरूसँग समक्ष पनि हाम्रो अनुरोध छ, यस्तो राष्ट्रिय विपरीत अभिव्यक्तिमा रफ्फु लगाउँदै बचाउ कार्यमा कृपया दुःख नगर्नुहोला। मलाई लागेको थियो राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा सदनमा अभिभावकको रूपमा सम्माननीय सभामुखज्यू आफै रुलिङ गर्नुहुन्छ भन्ने, तर विडम्बना मान्य सदस्य आफ्नो भनाइ आउनुभएको छुट्याउनुहोस्। तपाईँले पनि विषयमा पनि मौनता साध्नु गम्भीर त्रुटि मात्र होइन, पद्य गरिमा र जिम्मेवारी माथिको पनि प्रश्न चिन्ह उठेको छ। सभामुख महोदय, आम नागरिकले हेरिरहेका छन् 2/3 बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वसत्ता बोक्न सकिरहेको छ कि छैन। धन्यवाद। जय नेपाल। मान्य सदस्य ऐन बहादुर महर, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, हिजो जेठ 17 गते अकस्मात रूपमा छापामार शैलीमा सम्माननीय प्रधानमन्त्रीज्यूको यस सदनमा आगमन भयो। हामीलाई लाग्यो प्रधानमन्त्रीज्यू अब बिस्तारै संविधानको कार्यान्वयन गर्न थाल्नुभयो, सदनप्रति उत्तरदायी हुन थाल्नुभयो भन्ने हामीलाई लाग्यो। हामीलाई आंशिक खुसी पनि लाग्यो। प्रतिसभा नियमावली विपरीत भए पनि उहाँले जुन प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभयो, ठिक छ, जवाब दिन थाल्नुभयो, ठिक छ भन्ने लाग्यो। तर प्रधानमन्त्रीज्यूको जवाब सुनिसकेपछि र जुन तरिकाको जुन शैलीको प्रश्नोत्तर कार्यक्रम आयोजना गरियो त्यो सबै कुरा हेरिसकेपछि मलाई एउटा आमा, दुईटा आमाले एउटा बच्चाका लागि दाबी गरेको एकदम त्यो कथा स्मरण भयो। दुईजना आमाले एउटा बच्चाको लागि दाबी गर्नुभयो, धेरै ठुलो झगडा भयो, धेरै ठुलो विवाद भयो र केस अदालत गएछ। सभामुख महोदय, अदालत गइसकेपछि पनि दुवै पक्षका आमाहरूले र उनीहरूका चाहिँ वकिलहरूले ठुलो दाबी गर्नुभयो, ठुलो प्रमाण पेश गर्नुभयो। न्यायाधीशलाई बडो अप्ठ्यारो भयो कि यो बच्चा कसको अप्ठ्यारो भयो र न्यायाधीशले एउटा जुक्ति निकाल्नुभयो। न्यायाधीशले के जुक्ति निकाल्नुभयो भने बच्चालाई अगाडि ल्याऊ र तरबारले 2 टुक्रा पारेर त्यो बच्चालाई दुईटै आमाको आधा आधा गरेर जिम्मा लगाइदेऊ भनिसकेपछि त्यही गर्ने तयारी भयो। र त्यही गर्ने तयारी भइसकेपछि जब बच्चालाई अगाडि राखेर काट्न लाग्यो तरबारले, अनि एकजना आमाले बच्चालाई नकाट्नुहोस्, रोक्नुहोस् भन्नुभयो र बच्चा मेरो होइन, त्यही आमा अर्कोलाई दिनुहोस् भनिसकेपछि न्यायाधीशलाई सजिलो भयो, यो बच्चा जसको हो, जसले चाहिँ त्यो नकाटोस् भने त्यसैको हो भन्ने र त्यही आमाको जिम्मा लाग्यो। हिजो प्रधानमन्त्रीका चाहिँ ती अभिव्यक्तिहरू सुन्दा मलाई त्यस्तो लाग्यो। प्रधानमन्त्रीलाई म भन्न चाहन्छु, प्रधानमन्त्रीलाई म स्मरण गराउन चाहन्छु, यो सदन, यो व्यवस्था, यो संविधान हाम्रो नेपाली चाहिँ शहीदहरूले, हाम्रा अग्रजहरूले, नेपाली जनताहरूले ठुलो बलिदानी, ठुलो लडाइँ, ठुलो सङ्घर्ष ल्याएको चाहिँ यो व्यवस्था हो, यो संविधान हो, यो सदन हो र यो देश हो। यो देशका लागि हाम्रा पुर्खाहरूले धेरै ठुलो रगत बगाएका छन्, धेरै ठुलो बलिदानी दिएका छन्। तर आज उहाँले हचुवाभरमा जसरी नेपालले पनि अरूको भूमि मिचेको छ भनेर जसरी चाहिँ नि हचुवाभरमा यो सम्मानित सदनबाट आफ्नो अभिव्यक्ति दिनुभयो, यो असाध्यै गैर जिम्मेवारी, राष्ट्रघाती दोस्रो जिम्मेवारी अभिव्यक्ति छ र त्यो सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर म यहाँहरूका बिचमा यो सदन मार्फत, सम्मानित सभामुख मार्फत यो सदनको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, म यहाँलाई भन्न चाहन्छु, हाम्रो राष्ट्रको बडो स्पष्ट नीति छ, असंलग्न परराष्ट्र नीति छ। हामी कसैको भूमि 1 इन्च पनि मिच्दैनौँ र कसैलाई 1 इन्च भूमि पनि दिँदैनौँ। र म भन्न चाहन्छु, लिपुलेक, लिप्याधुरा, कालापानी हाम्रो भूमि हो, सुस्ता हाम्रो भूमि हो र नेपालले कोही कसैको पनि 1 इन्च भूमि मिचेको छैन। यो कुरा स्मरण होस् प्रधानमन्त्रीलाई। नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ। अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। यो गरिमामय सदनबाट, प्रधानमन्त्रीको कुर्सीबाट त्यसरी नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ। म एउटा उदाहरण म छोट्याउँछु सभामुख महोदय, गम्भीर कुरा छ, मैले राख्नुपर्नेछ। म एउटा उदाहरण, हिजो मात्रै भएको एउटा घटना बताउन चाहन्छु। सुस्तामा त्यहाँ चाहिँ तटबन्धन बनाइरहेको नेपाली भूमिमा भारतीय एसएसबीहरू आएर त्यहाँ चाहिँ काम रोकेका छन् र हस्तक्षेप भएको छ। प्रधानमन्त्रीको हिजोको अभिव्यक्तिको त्यो परिणाम हो। र आज सिङ्गो नेपालीहरू चाहिँ नि टाउको निहुराइरहेका छन्, शिर झुकाइरहेका छन् र विदेशीहरू खुसी भइरहेका छन्। हिजो भारतीय मिडियाहरूमा खुब ठुलो खुसियाली मनाउने काम हो कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने
त्यो रणनीति लिनुभएको? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ नि चाकडी गरेको हाम्रा प्रधानमन्त्रीले यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुख महोदय। त्यस कारणले म भन्न चाहन्छु, म अनुरोध गर्न चाहन्छु कि यो संसदको गरिमा कायम राख्दै सभामुखज्यूलाई पनि म अनुरोध गर्न चाहन्छु, यसको गरिमा कायम गरिनुपर्छ, यसको मर्यादा कायम गरिनुपर्छ। यो कुनै फुटबल खेल्ने ठाउँ होइन, यो कुनै आफ्नो चाहिँ फेसन सो गर्ने ठाउँ होइन। यसको आफ्नो मर्यादा छ, यसको आफ्नो गरिमा छ। प्रधानमन्त्रीले धेरै पल्ट म हिजो प्रश्न सोध्नेवाला थिएँ प्रधानमन्त्रीलाई, सेनाले आयोजना गरेका कार्यक्रमहरूमा सेनाले व्यवस्थापन गरेका भिडियो मन परेदेखि लाइक र सब्स्क्राइब गर्नुहोला।